नमस्कार, तपाई हेर्दै हुनुहुन्छ नेपालीज न्यूज। एउटा खबरले मानवता, प्रणाली र संवेदनशीलताको सीमालाई नै प्रश्न गरेको छ। कल्पना गर्नुहोस्, एक भाइ आफ्नो दिदीको कंकाल काँधमा बोकेर सिधै ब्याङ्क पुग्छ। यो कुनै फिल्मको दृश्य होइन, यो वास्तविक घटना हो। ओडिसामा भएको यो घटनाले अहिले सामाजिक सञ्जालदेखि राष्ट्रिय मिडियासम्म हलचल मचाएको छ। किन यस्तो अवस्था आयो? किन एउटा भाइलाई यस्तो पीडादायी कदम चाल्न बाध्य हुनु पर्यो? आज हामी तपाईलाई यस घटनाको सम्पूर्ण कथा, पृष्ठभूमि र त्यसले उठाएको गम्भीर प्रश्नहरू प्रस्तुत गर्नेछौं। भिडियो अन्त्यसम्म हेर्नुहोस्, किनकि अन्त्यमा आउनेछ यस्तो सत्य जसले तपाईलाई गहिरो रूपमा सोच्न बाध्य बनाउनेछ। यदि तपाई यस्तै गहिरो, संवेदनशील र सत्यमा आधारित समाचार हेर्न चाहनुहुन्छ भने अहिले नै हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियोलाई लाइक गर्नुहोस् र बेल आइकन थिच्न नबिर्सनुहोस्। भारतको ओडिसा राज्यमा घटेको यो घटना सामान्य घटनाभन्दा धेरै फरक र पीडादायी छ। एक सामान्य परिवार जहाँ दिदीको मृत्यु भइसकेको छ, तर मृत्युपछि पनि कथा सकिँदैन, किनभने उनको नाममा रहेको ब्याङ्क खाताको पैसा निकाल्न औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यही प्रक्रिया यो कथाको सबैभन्दा पीडादायी भाग बन्न पुग्यो। दिदीको मृत्यु भएपछि उनको ब्याङ्क खातामा रहेको रकम निकाल्न भाइले प्रयास गरे, तर ब्याङ्कले माग्यो पहिचान प्रमाण, कानूनी कागजात र खाताधारकसँग सम्बन्धित पुष्टि। भाइले सबै प्रयास गरे, तर प्रक्रिया पूरा गर्न सकेन। अन्ततः उनी यस्तो निर्णयमा पुगे जसले सबैलाई स्तब्ध बनायो। भाइले आफ्नी दिदीको कंकाल काँधमा बोकेर ब्याङ्क पुग्ने निर्णय गरे। यो केवल एउटा कदम थिएन, यो पीडा, निराशा र असहायताको चरम रूप थियो। जब उनी ब्याङ्कमा पुगे, त्यहाँ उपस्थित सबै मानिसहरू स्तब्ध भए। कसैले विश्वास गर्न सकेन, कसैले आँसु रोक्न सकेन र कसैले प्रश्न उठाउन थाल्यो, के हाम्रो प्रणाली यति कठोर छ? घटनापछि ब्याङ्कका कर्मचारीहरू झन दबावमा परे। उनीहरूले प्रक्रिया अनुसार काम गरिरहेको दावी गरे। हामी नियम पालना गरिरहेका थियौं, हामीलाई पनि नियमले बाँधेको छ। तर प्रश्न उठ्यो, के नियम मानवताभन्दा ठूलो हो? यो घटना सार्वजनिक भएपछि सामाजिक सञ्जालमा ठूलो बहस सुरु भयो। केहीले ब्याङ्कको आलोचना गरे, केहीले प्रणालीलाई दोष दिए र केहीले भाइको साहसलाई सलाम गरे। यो घटना केवल एउटा खबर नभएर एक आन्दोलन जस्तै बन्यो। यो घटनाले एउटा ठूलो प्रश्न उठाएको छ, के हामीले प्रणाली बनाउँदा मानवता बिर्सिरहेका छौं? नियम आवश्यक हुन्छन्, तर संवेदनशीलता पनि आवश्यक हुन्छ। यदि कुनै व्यक्ति यस्तो अवस्थामा पुगेको छ भने त्यो केवल उसको गल्ती होइन, प्रणालीको कमजोरी पनि हो। ब्याङ्किङ प्रणालीमा कडा नियम हुन्छन्। मृत व्यक्तिको खाताबाट पैसा निकाल्न प्रमाण आवश्यक हुन्छ, उत्तराधिकारी प्रमाणित गर्नुपर्छ। तर के यी प्रक्रिया सरल बनाउन सकिँदैन? के आपतकालीन अवस्थामा छुट दिन सकिँदैन? घटनापछि स्थानीय प्रशासन र सरकार पनि सक्रिय भएको खबर आएको छ। छानबिन सुरु, प्रक्रिया सुधार गर्ने चर्चा र पीडितलाई सहयोगको आश्वासन। यो घटना हामी सबैका लागि एउटा सन्देश हो। प्रणाली सुधार आवश्यक छ, मानवता प्राथमिकता हुनुपर्छ र कमजोर वर्गलाई सहजीकरण गर्नुपर्छ। एक भाइ आफ्नो दिदीको कंकाल बोकेर ब्याङ्क पुग्छ। यो दृश्य केवल समाचार होइन, यो हाम्रो समाजको ऐना हो। यदि हामीले यसबाट सिकेनौं भने यस्ता घटनाहरू फेरि दोहोरिन सक्छन्। अब तपाईको विचार के छ? के ब्याङ्कको नियम सही थियो कि मानवता माथि हुनुपर्थ्यो? तपाईको राय कमेन्टमा लेख्नुहोस्। यदि तपाईलाई यस्तो गहिरो र भावनात्मक विश्लेषण मनपर्छ भने भिडियोलाई लाइक गर्नुहोस्, च्यानल सब्स्क्राइब गर्नुहोस् र शेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्। हामी ल्याउनेछौं यस्तै सत्य, यस्तै विश्लेषण, यस्तै खबर सिधा तपाईको स्क्रिनमा। धन्यवाद।